नमस्कार साथीहरू, फेरि पनि उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर। र धमाधम कम्पनीहरूले आइपिओ निष्कासन गरेसँगै फेरि पनि नयाँ कम्पनीले आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डलाई निवेदन दिएको थियो र धितोपत्र बोर्डले आइपिओ निष्कासनको लागि अनुमति दिएको छ। र उक्त कम्पनी कुन रहेको छ र कति किता आइपिओ निष्कासन गर्न गइरहेको छ सम्पूर्ण जानकारी दिन गइरहेको छु। र तपाईहरू पनि नयाँ कम्पनीको आइपिओको प्रतीक्षामा हुनुहुन्छ भने यस भिडियो पुरा हेरी जानकारी लिनुहोला। धमाधम कम्पनीहरूको आइपिओ आइरहेको छ। सुरुमा स्वरोजगारको आएको थियो। ओमेगा 3 को आइपिओ आएर आज यस कम्पनीको बाँडफाट भइसकेको छ। र कसले यस कम्पनीको आइपिओ हात पार्न सफल रहनुभयो कमेन्टमा अवश्य बताउनुहोला। र आज मात्र ओमेगा 3 को आइपिओ बाँडफाट भएको छ भने अब त्यस पछाडि प्युर इनर्जीको छिटै नै यसै चैतभरि नै यस कम्पनीको आइपिओ आउने भएको छ। र त्यस पछाडि फेरि पनि अर्को कम्पनीले आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ, जसको नाम रहेको छ सान्वी इनर्जी लिमिटेड। र यस कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी रहेको छ भने यस कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। र यस कम्पनी पहिलो कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनीले आइपिओ यो वर्ष निष्कासन गर्न गइरहेको छ। अगाडिको समयमा धमाधम माइक्रो फाइनेन्स अर्थात् लघुवित्त सेक्टरका कम्पनीहरूले आइपिओ निष्कासन गरिरहेका थिए। र नयाँ कम्पनी औषधि उत्पादन गर्ने कम्पनी ओमेगा 3 ले पनि आइपिओ निष्कासन गरेको थियो भने अब यस कम्पनी सान्वी इनर्जी कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी पहिलो कम्पनी यो वर्ष आइपिओ निष्कासन गर्न गइरहेको छ। र अहिलेको क्रममा 84 वटा कम्पनीको आइपिओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् भने 35 वटा भन्दा बढी हाइड्रो पावर सेक्टरका र केही होटल सेक्टर केही अदर सेक्टरका कम्पनी रहेका छन्। यस कम्पनीले आफ्नो जारी पुँजीको 43% सेयर निष्कासन गरी यस कम्पनीको जो चुक्ता पुँजी भने 88 करोड यस कम्पनीको चुक्ता पुँजी पुग्ने भएको छ। र यस सान्वी इनर्जीको प्रमोटर होल्डर भनेको 56% सेयर रहेको छ। र यस कम्पनीले आफ्नो जारी पुँजीको 37.90 अर्थात् यस कम्पनीले 37 करोड 90 लाख रकम बराबरको 37,90,000 किता आइपिओ निष्कासन गर्न गइरहेको छ। भर्खरै मात्र यस कम्पनीले आइपिओ निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ भने यस कम्पनीले आफ्नो जारी पुँजीको 37% अर्थात् 37,90,000 किता आइपिओ 100 अङ्कित मूल्यमा निष्कासन गर्न गइरहेको छ। र यस कम्पनीको बिक्री प्रबन्धक भनेको नेपाल एसबिआई मर्चेन्ट ब्याङ्किङ रहेको छ, जसले यस कम्पनीको आइपिओ बाँडफाट निष्कासनदेखि बाँडफाटदेखि सम्पूर्ण काम बिक्री प्रबन्धकले गर्ने भएको छ। र यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारी क्रममा गएका नेपालीहरू, आयोजना प्रभावित क्षेत्र र केही प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सर्वसाधारणलाई यस कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। र यस सान्वी इनर्जी लिमिटेड 2011 मा यस कम्पनी स्थापना भई यस कम्पनी पब्लिक लिमिटेड कम्पनी जुलाईको 2020 मा भएको थियो। र यस कम्पनीमा विभिन्न प्रमोटर होल्डरहरू रहेका छन्। र यस कम्पनीले 2 वटा हाइड्रो पावर आयोजनामा लगानी गरिरहेको जानकारी दिएको छ। भनेको जोगमाई हाइड्रो पावर प्रोजेक्टमा यस कम्पनीले 7 मेगावाटको विद्युत आयोजना गरिरहेको छ। र दोस्रो जोगमाई हाइड्रो पावर क्यासेट प्रोजेक्ट भनेर अर्को सञ्चालन गरेको छ। र यस हाइड्रो पावर प्रोजेक्ट भने 5.2 मेगावाटको यस कम्पनीले हाइड्रो पावर प्रोजेक्ट बनाइरहेको जानकारी दिएको छ। र यस कम्पनीको हाइड्रो पावर प्रोजेक्ट इलामको सूर्योदय नगरपालिकामा र जोगमाई 1, 2, 3, 4 मा रहेको जानकारी दिएको छ। र यस कम्पनी हाइड्रो पावर सेक्टरको कम्पनी रहेको छ। र यस कम्पनीबाट तपाईहरूले राम्रै नाफाको आश गर्न सक्नुहुनेछ। र यस कम्पनीले अब छिटै आइपिओ निष्कासन गर्ने भएको छ। र यस कम्पनीले अघि नै मैले बताइसकिहालेँ 37,90,000 किता यस कम्पनीले आइपिओ निष्कासन गर्न गइरहेको छ। यस कम्पनीले केयर रेटिङ नेपालबाट EE+ को रेटिङ पाएको छ, जसमा दायित्व वहन गर्ने क्षमता मध्यम खालको रहेको जनाउँछ। र यस कम्पनी छिटै नै अब आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। र आजको लागि यति नै। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुने नै छु। हस्त धन्यवाद।